अब हाम्रो कार्यक्रम रहेछ सम्मान कार्यक्रम र यसमा हाम्रो यसै विद्यालयका प्रहरीज्यू श्री रामकिशोर यादवज्यूले हाम्रो यहाँ उपस्थित हुनुभएका जति पनि हाम्रो किबोर्डमा बस्नुभएको माङ्गन मण्डलज्यू, त्यस्तै नालमा बस्नुभएको छोटू दासज्यू र प्याडमा बस्नुभएको चन्दन कुमारज्यूलाई हाम्रो यसै विद्यालयका श्री रामकिशोर यादवज्यूले गम्छा ओढाएर उहाँहरूलाई चाहिँ सम्मान गरिदिनु ल हार्दिक अनुरोध गर्दछु। र हाम्रो सिके भाइ कहाँ हुनुहुन्छ, तपाईँ पनि यहीँ आउनुहोस् र सँगै चाहिँ उहाँहरूलाई सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। सिक्की भाइ हाम्रो कहाँ हुनुहुन्छ, जहाँ भए पनि नजिक आइदिनु होला, उहाँहरूलाई सम्मान गरिदिनु न म हार्दिक अनुरोध गर्दछु। र साथै हाम्रो सागर दिलेरजी पनि आइसक्नु भएको छ र उहाँलाई पनि सम्मान गरिदिनुको लागि म यसै विद्यालयका श्री रामकिशोर यादवज्यूलाई म हार्दिक अनुरोध गर्दछु र साथै सिक्की भाइलाई पनि। सागरजी आएर सम्मान लिनु होला र तपाईहरु एकपल्ट जोडले ताली बजाइदिनु होला, जोडले ताली बजाइदिनु होला र जहाँ तै छरिएर बस्नुभएका सबैजना नजिक मञ्चको नजिक आइदिनु होला र हाम्रो कार्यक्रम चाहिँ पनि अब राम्रो कलाकारहरू आउँदैछ र उहाँहरूले आफ्नो कला र गला लिएर उपस्थित हुँदै हुनुहुन्छ। त्यसैले गर्दा तपाईहरु तालीमा कन्जुसाइ नगर्नु होला, ताली छिटो ताली बजाइदिनु होला र एकपल्ट सरस्वती माताको जयकार पनि लगाइदिनु होला। माँ सरस्वती माता की ल सम्मान कार्यक्रममा म हरि सरलाई पनि सम्मान गरिदिनु हुनको लागि म रामकिशोर सरलाई आग्रह गरेँ। प्रधानाध्यापक श्री रामकिशोर सरज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। रामकिशोर सरज्यूले यहाँ उपस्थित सम्पूर्ण अतिथिज्यूहरूमा आफ्नो स्वागत मन्तव्य राखिदिनुहुन्छ। हस्त आज यस सरस्वती पूजा महोत्सवको उपलक्ष्यमा यस श्री केएसएचएस-बी माध्यमिक विद्यालयको हार्दिक निमन्त्रणालाई स्वीकार गरेर यहाँ आउनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू लगायत सम्पूर्ण पदाधिकारीहरू, यस गाउँपालिका अन्तर्गत गाउँपालिका कार्यालयका सम्पूर्ण अध्यक्ष उपाध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीज्यू, कर्मचारी साथीहरू, यसै गरी यस विद्यालयका शिक्षक साथीहरू र यस जनकनन्दी गाउँपालिकाका विभिन्न वार्डका समाजसेवी तथा शुभचिन्तक, राजनीतिक कर्मी, युवा तथा सबै यहाँ उपस्थित यस विद्यालयका शिक्षक, अन्य विद्यालयका शिक्षक साथीहरू लगायत सम्पूर्ण अभिभावकज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण विद्यार्थीहरू भाइ बहिनीहरूलाई यो विद्यालयको तर्फबाट र म व्यक्तिगत तर्फबाट सर्वप्रथम सबैमा नमस्कार टक्र्याउन चाहन्छौँ। स्वीकार्नुहोस् नमस्कार। साथसाथै सबैजनालाई एकमुष्ट रूपमा हाम्रो निमन्त्रणा स्वीकार गरेर आइदिनु भएको र यो कार्यक्रम हाम्रो बच्चाहरूले आफ्नै मेहनत गरेर तपाईहरुको सामने प्रस्तुत गर्नुहुनेछ, त्यसलाई सहज स्वीकार गरेर विद्यालयका शिक्षक सर देवराज सर राम्ररी सहयोग गरिदिनु होला भन्ने आशा राख्दै र सबैजनालाई यस विद्यालयमा यो सरस्वती पूजा महोत्सव 2082 को उपलक्ष्यमा हार्दिक स्वागत गर्न चाहन्छौँ र सबैजनालाई प्रसाद ग्रहण गरेर प्रसाद लिएर जानु होला। कुनै काम विशेषले हामीहरू अलिकति ढिलो चाँडो भयो भने त्यसलाई सहज स्वीकार दिनु होला। हामी प्रसाद वितरणको कार्यक्रम पनि र प्रसाद ग्रहण गर्ने कार्यक्रम पनि राखेका छौँ। यी सबै कार्यक्रमहरूमा सहभागी भई सहयोग गरिदिनु होला भन्ने अपेक्षा गर्दै र यस कार्यक्रमलाई अगाडि बढाउन तथा
भाइ बहिनीलाई ढिलो भइसकेको छ आफ्नो नृत्यलाई लिएर तयारी अवस्थामा रहिरहन हुन र यहाँ यस मन्दिरलाई र हाम्रो यो कार्यक्रमलाई विभिन्न तरफले सिक्की भाइले जुन सहयोग गरिराख्नु भएको छ सिक्की भाइलाई पनि धेरै धेरै धन्यवाद यस विद्यालयको तर्फमा र यस कार्यक्रमलाई हाम्रा निम्तालाई स्वीकार गरेर यहाँ के भन्छ गिटार वादन नारङ्गी अब यसको सबै हामीहरूलाई थाहा छैन यसमा आउनुहुने सम्पूर्ण कलाकार साथीहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छौँ। प्रत्येक वर्ष हाम्रो यो सरस्वती पूजाको कार्यक्रमलाई सफल बनाउनका निम्ति धेरै धेरै सहयोग गर्नुहुन्छ त्यसका लागि यस विद्यालय परिवार र म व्यक्तिगत तर्फबाट एकदमै कृतज्ञ छु र धन्यवाद ज्ञापन गर्न चाहन्छु। सबै अभिभावकज्यूहरूलाई पुनः सबैजनालाई स्वागत गर्दै यो भाषणको कार्यक्रम होइन त्यसकारण हामी सबैजनालाई सम्पूर्ण अभिभावकज्यूहरूलाई स्वागत गर्दै अगाडिको कार्यक्रम अगाडि बढाउन म देवराज सरलाई अनुरोध गर्दै यहाँबाट बिदा हुन्छु। धन्यवाद, नमस्कार। उपस्थित भइसक्नु भएको छ जस्मिन कंप्यूटर ट्रेनिंग सेंटर शंकर चौक चौधरी कॉम्प्लेक्स